नमस्कार। नमस्कार। हजुरको परिचय दिनु न। मेरो नाम सूर्यलाल तामाङ, म काभ्रे जिल्ला रोसी गाउँपालिका वडा नम्बर 9 पिनखालीवाडा। हजुर, उहाँ हुनुहुन्छ हाम्रो गाउँको सूर्यलाल तामाङ। गाउँका अधिकांश मानिसहरू विदेशिएका छन्, तर उहाँ गाउँमा नै व्यवस्थित कृषि गरेर पशुपालन गरेर जीविकोपार्जन गरिराख्नु भएको छ। अनि तपाईँको दैनिकी चाहिँ कस्तो छ? बिहान उठेदेखि नसुतेसम्म? बिहान म 4 बजे उठ्छौ। हजुर। अनि भगवानसँग प्रार्थना गरेर हाम्रो भाषाबाट चाहिँ पूजापाठ भन्छ। बाख्रा खोरमा आउने, अनि घाँस काट्ने, दिने, खोर सफा गर्ने। हजुर। अनि त्यसपछि फेरि अब लसुनको काम हुन्छ, लसुन छोडाउने, लसुन रोप्ने। आजभोलि लसुनको काम छ, त्यो सकेपछि फेरि सयपत्री अनि राजमा। अनि फेरि यो बेलुका म 7-8 बजीसम्म व्यस्त हुन्छ। घरमा गएर 1 घन्टा जति वाइफाई हेर्छौँ 10 बजीसम्म। 10 बजेपछि म सुत्छु। फेरि म 4 बजे उठेर त्यही दैनिक काम त्यही हो मेरो। दिनको सुरुवात बिहान 4 बजे हुन्छ उहाँले भन्नुभयो। त्यसपछि बाख्रा खोरमा आउने, बाख्राको लागि घाँस काट्ने जस्तो धन्दा गर्नुहुन्छ। काटेको घाँसको बारी बनाउन थाल्नुहुन्छ अनि डोरीले कस्सेर बाँधेपछि उहाँ आफूभन्दा पनि ठुलो भारी जुरुक्क उचालेर लमक लमक लम्कन थाल्नुहुन्छ आफ्नो बाख्रा फार्मतर्फ। उहाँलाई त्यति घाँसले नपुगेर फेरि घाँस काट्न थाल्नुहुन्छ। भर्खरै काटेको घाँसले पनि उहाँ पहिलेकै घाँसको बारीमा बाँध्नुहुन्छ अनि फेरि त्यही भारी जुरुक्क उचाल्नुहुन्छ अनि लाग्नुहुन्छ आफ्नो बाख्रा फार्मतर्फ। एकदम सन्तुष्ट हुनुहुन्छ यसबाट? मलाई एकदम। म खोल्सा खोल्सीदेखि अब म विदेश पनि गएको छैन, जानु पनि परेको छैन। मलाई यहीँ रमाइलो छ, यसमै मलाई सन्तुष्टि छ। अर्को ठाउँमा गएर मान्छेले भनेको हरेक दिन सुहाउनुपर्छ, आफ्नै स्वतन्त्र हिसाबले गर्न पाएको मलाई खुसी छ। त्यो पनि नेपाल सरकारले राम्रोसँग हेरिरहेको छ। उहाँहरू हप्तामा महिनामा आइरहन्छ, यसरी सल्लाह गरेर यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर सल्लाह दिइरहेको छन्। टाइम टाइममा मिटिङ हुन्छ, गोष्ठी हुन्छ, अनि तालिम भइरहन्छ। तालिममा बोलाउनुहुन्छ, म जान्छु। अनि उहाँहरूले यस्तो यस्तो गर्नुपर्छ भनेर सल्लाह दिएको हुन्छ, अनि सल्लाहबाटै सञ्चालन भइरहेको छ। काटेर ल्याएको घाँसको बारी उहाँ आफ्नो फार्ममा भित्र्याउनुहुन्छ। उहाँको फार्म बाहिरबाट हेर्दा यस्तो देखिन्छ। भर्खरै काटेर ल्याएको घाँस अब उहाँ यो मेसिनको मद्दतले काट्न जाँदै हुनुहुन्छ। मेसिन किन्न पनि नेपाल सरकारले अनुदान दिएको कुरा उहाँले भन्नुभएको थियो। मेसिनबाट यसरी घाँस काट्दा श्रम पनि कम लाग्ने र घाँस पनि मसिनो भएकोले बाख्रालाई चपाउन अत्याधिक सजिलो हुने कुरा उहाँले बताउनुभयो। मेसिनको प्रयोग नगरेको भए अत्याधिक श्रम र समय लाग्ने थियो, तर मेसिनको प्रयोगले यो घाँस केही मिनेटमा नै काटी सिद्धियो। तपाईले चाहिँ गाउँमा व्यवस्थित कृषि गर्नुभएको रहेछ, यसको बारेमा केही भन्नु न। तपाईले कहिले खोल्नुभयो, नाम के हो, कति लगानी गर्नुभयो? त्यति। मेरो यो बोर्डमा छ 2077-78 सालमा दर्ता गरेको। दर्ता गर्न साथ नेपाल सरकारबाट अनुदान पनि प्राप्त भयो। अनि अनुदान सँगसँगै आदि नेपाल सरकार आदि मैले लगानी गरेर यो जग्गा प्लानिङ गरेर स्थापना गरेको। लगभग 40 भन्दा अलि माथि र लगानी भइसक्यो, 40 लाख भन्दा माथि। अनि तपाईले के गर्नु भएको छ? के पाल्नु भएको छ? के कृषि गर्नु भएको छ? त्यो
कृषि नै हो। यहाँ उत्पादन भनेको कुरा चाहिँ बिन्थाली भनेको ठाउँमा लसुन हो बढी मात्रामा चाहिँ। अब सिङ्गो गाउँको लागि त्यही लसुन खेती हो। मैले चाहिँ अहिले आधुनिक कृषि प्राविधिकसँग सल्लाह गरेर सयपत्री फुल, अहिलेको फलफुल एपकाडो, कागती, यो च्याउ यताउता चाहिँ त्यो कृषि विज्ञहरूसँग सल्लाह गरेर उनीहरूसँग तालिम लिएर यो बाख्रा प्रवर्धन कार्यक्रम जोडेर उहाँहरूसँग सल्लाह गरेर उहाँहरूको सल्लाहबाट नै यो निर्माण भएको हो, मैले सञ्चालन गरेको हो। ल अनि तपाईँको यसो मोटामोटी वर्षमा आम्दानी चाहिँ कति हुन्छ नि? यो दुईटा गरेर हजुर, यो पशुपन्छी कृषि कार्यालय पशुपन्छी पनि छ, यतापट्टि तरकारी पनि छ। हजुर, दुईटा गरेर 18-20 लाख जति खर्च नकटाइकन 18-20 लाख। तपाईँको खर्च यताउति कति हुन्छ एक वर्षमा? खर्च त त्यति खर्च छैन, बालबच्चा पढाउनु पर्ने छैन, बुढाबुढी छैनन्, पाल्नुपर्ने कोही छैन, हामी बुढाबुढी हो, यताउता काम गर्ने मान्छेलाई हो। खर्च भनेको कामको लागि त्यो खानजोत यताउता कामदारको लागि मात्रै खर्च हुन्छ। बिक्री चाहिँ सबभन्दा बढी कुन महिनामा हुन्छ नि वर्षभरिमा? यो अनि खसी बोका भने चाहिँ वर्षको 2 लड हुन्छ। अब तपाईँको चैत वैशाखमा चैते दसैँ भन्ने हुन्छ। हजुर, चैते दसैँमा 1 लड पठाउँछ बेच्छ। अनि त्यसपछि यो बडा दसैँ हुन्छ असोजमा। असोजमा बेच्छ। अब भोलि असोजको 11 गति यहाँ मेरो लगभग 4.5 लाखदेखि 5 लाखसम्मको हुन्छ। भोलि काँडा हुँदैछ, जोग्दैछ, जोगेर पठाउँछ। 620 मा हिजो नै भाउ छिनाएर गएको छ। भोलि 11 बजे 11 गते 10-11 बजीतिर यहाँ जोग्न आउँछ। अनि तपाईँको बजार कस्तो छ? बजार एकदम पुग्दो छ कि अलि नपुग्दो छ कि? बजार म एउटाले त पुग्दैनन्। नेपालभरिको अब जनतालाई म एउटाले बाख्रा पालेर लसुन रोपेर चाहिँ पुग्दैन। सबैभन्दा सरकारले पनि कृषिमा अलिकति राम्रोसँग हेर्यो भने अब उताबाट विदेशबाट नल्याइकन यही पर्याप्त हुन्छ। म एउटाले त कहाँ सक्नु, भयभारको चाहिँ अब मिलेर दाजुभाइसँग मिलेर चाहिँ खेती नै गर्यो भने 2-4 पैसा 2-4 लाख कमाउन अर्काको गुलामी गरेर हिँड्नु पर्दैन, जानु पर्दैन। यहीँ छ कमाउन गर्न सक्यो भने यहीँ छ। यहाँ बिना फोकटीमा चाहिँ गफ गरेर टाइम बिताएको भन्दा यसमै गऱ्यो भने यही छ। अरू ठाउँमा पनि यही बारी नै भोग्ने हो, अब खन्ने नै हो, जोत्ने नै होला। अब यहाँ चाहिँ त्यस्तो आफ्नो हिसाबले आफै मालिक, आफै कुल्टी, आफै ज्यामी बनेर चाहिँ गर्न भयो। यसमै नै एकदम राम्रो छ, रमाइलो पनि छ। गाउँबारी नै यस्तो चाहिँ अब भइरहेको छ। अब सञ्चालन गरेर चाहिँ म एउटाले छ यहाँ अहिलेसम्म चाहिँ। कसैले दर्ता गरेर व्यवहारिक हिसाबले यसरी जानुपर्छ भन्ने चाहिँ छैन। हिजो चाहिँ नि पूर्वकालदेखि नै 2016 सालमा यहाँ कुलो ल्याएकोदेखि नै यहाँ सञ्चालन चाहिँ भएको छ। दर्ता गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने चाहिँ सरकारको चाहिँ नि उबाट मध्यमबाट चाहिँ छैन। हजुर बुवा, आजभोलि त के छ भने युवाहरू 12 सकिन पाछेन विदेश जाऊँ भन्छ। अहिलेको युवाहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? अहिलेको युवाहरूलाई म चाहिँ के भन्न चाहन्छु भने अब सकेसम्म 12-16 जति पढे पनि सके जागिर खाऊँ, नसके आफ्नै गाउँघरमा व्यवसाय गरौँ भन्छ। व्यवसाय भनेको ठुलो व्यवसाय गर्नु पर्दैन। आफ्नो जीवन कसरी चाहिँ जीविकोपार्जन हुन्छ, यसरी बाख्रा पालेर हुन्छ कि, कुखुरा पालेर हुन्छ कि, सुँगुर पालेर हुन्छ कि, खेती गरेर हुन्छ कि, सानाथिनाबाटै जिरोबाट चाहिँ सुरु गऱ्यो भने त्यसले बोक्दा बोक्दै थाहा हुन्छ। अर्काको देशमा गएर उता जीविकोपार्जन हुँदैन। 10-20 लाख पैसा कमाउँछ, 2 दिन चाहिँ यहाँ आउँछ, हिरो भन्छ, म लाहुरे भन्छ, त्यो भएपछि त्यतिकै सक्छ। जानु 2-4 लाख कमाउनु, आउनु, आफ्नो ठाउँमा आएर आफ्नै गाउँमा आएर व्यवसाय गर्नु, उता चाहिँ उतै जीवन बित्दैन। आफ्नो गाउँघरमा परिवारसँग यसरी गुलमिल भएर राम्रोसँग चाहिँ व्यवसाय सञ्चालन गर्न सक्यो भने बाउ पनि खुसी हुन्छ, गाउँले पनि खुसी हुन्छ। युवाहरू जानु आएर चाहिँ केही लगानी चाहिँ यहीँ गर्नु, उता त जीवन बित्दैन। यहीँ हो हाम्रो जिन्दगी जाने त नेपालमै हो। र हुन त म त जाने कुरा पनि भएन, पहिला गएको पनि छैन।
म यहीँ सुरुवात छ मेरो, अरू छैन, यही कृषिबाटै चलिरहेको छ। 4वटा बच्चा बच्चाहरू, कोही बिहे भइसक्यो, कोही नाति नातिनी पनि छ। मेरो यो कृषिबाट नै 4वटा घर जोडिसक्यो। म विदेश काठमाडौँमा पनि त्यति गएको छैन, कसैको काममा पनि गएको छैन। यहीबाट चाहिँ जग्गा जमिन यहीँ जोडेछ, यहीँ घर बनाएको छ, यसैबाट मलाई भइरहेको छ। अनि जो युवाहरू छ नि आफ्नै देशमा केही गरौँ, खेतीपाती नै गरौँ भन्न चाहने युवाहरूलाई चाहिँ तपाईँ कसरी सुरुवात गरे हुन्छ भनेर सजेस्ट गर्न चाहनुहुन्छ? यो यस्तो छ, अहिलेको युवाहरू खेती नै गरौँ भने सोच भएपछि आफै हाम नफाल्नु, अब आफ्नो आफ्नो हिसाबको बिके हुन्छ है। कृषिमा पनि यो पढेको मान्छे बिके हुन्छ भने कृषि गरेको मान्छे पनि बिके हुन्छ। हुन त म बिके भएर भनेको चाहिँ होइन, मैले चाहिँ कृषि कार्यालयबाट यो PhD पढेको डक्टरै भनौँ न, यो भेटनरी पशु सेवा कार्यालय, यो कृषि कार्यालय भन्ने छ, उहाँहरूसँग चाहिँ सङ्गत गरेर अब यत्तिकै त्यो अब 10-20 लाख त त्यतिकै लगानी हुन्छ कृषिमा पनि। त्यतिकै लगानी गरेपछि डुब्छ के। उहाँहरूसँग जुन बिकेसँग सल्लाह गरेर हामीले यो व्यवसाय गर्न खोजेको, अब के गर्दा हुन्छ भनेर खेती गर्ने मान्छे अथवा यो सरकारी निकायका मान्छेहरूसँग सल्लाह गरेर गऱ्यो भने केही फरक पर्दैन। हुन त म पढी लेखेको बिके चाहिँ होइन, यो लसुन खेती, प्याज खेती, हरेक चिजमा चाहिँ भएर उहाँहरूसँग सल्लाह गरेर यो जिल्ला कृषि विकास कार्यालय काभ्रे पलाञ्चोकबाट यो सयपत्री फुल खेती प्रबन्धन र लसुन प्याज प्रबन्धनमा पोहोरको सालमा म फर्स्ट भएको। यो सिन्धुपाल्चोक र काभ्रेको चाहिँ 2टा जिल्लाको बजेट एकै ठाउँमा आएको रहेछ। त्यसमा चाहिँ हामी चाहिँ 153 जना मान्छेहरू भेला भयो, त्यहाँ मिटिङ भयो, त्यहाँ तालिम भयो। त्यसको लागि चाहिँ म पढेको विज्ञ होइन, अब उहाँहरूले अब कुन हिसाबले गरे त्यो मलाई थाहा भएन। म चाहिँ फर्स्ट भयो, सिन्धुपाल्चोकको 2 जना र दोस्रो तेस्रो भयो। अनि तपाईँको गाउँमा लसुन एकदमै प्रख्यात रहेछ, जोदेखि नि अहिले त लसुन केलाइरह, लसुन बारीमा रोप्न लाइरह देख्छु। यसको बारेमा केही भनिदिनु न, लसुनको बारेमा। लसुनको बारेमा यो पिन्थली गाउँमा 180-90 घरधुरी छ, तामाङ बस्ती हो यो है। 2016 सालदेखि यो सिँचाइको लागि सिँचाइ कुलो ल्याएको दिनदेखि नै यहाँ लसुन नै खेती गरे हो। यहाँको मूल स्रोत भन्ने चाहिँ लसुनै हो है। लसुनबाट तपाईँको 1.5 करोड 2 करोड भन्दा माथिरै जान्छ गाउँभरिको मान्छेले। 2-3 करोड वार्षिक यहाँ आम्दानी हुन्छ। अनि लसुन भनेको चाहिँ यो काभ्रे जिल्लामा मोटामोटी भन्नै पर्दा उहाँहरूलाई सबैले नै थाहा भएकै कुरो हो। यो काठमाडौँको कालीमाटीदेखि बल्खु बनेपा साहब बजारदेखि यहीँ किनबेच गर्न आउने ठाउँ यहीँ हो, पिन्थली नै हो। लसुन प्याज अब त्यो सागसब्जी मुलादेखि हरेक चाहिँ उत्पादन हुने ठाउँ चाहिँ यही हो। 2 महिना 3 महिनादेखि चाहिँ यो तपाईँको मङ्सिरको पहिलो हप्तादेखि काठमाडौँको कालीमाटी, यो बल्खु र बनेपा हरियाली देख्ने यो पिन्थलीको लसुनले हो। र वारिपारी भनेको चाहिँ तपाईँ घिम्ती, किर्दास, यो कल्तर, यताउता चाहिँ धेरथोर यहाँको चाहिँ मैले अघि भने जस्तो विदेशमा जानु, केही पैसा कमाएर आएपछि यहीँ लगानी गर्नु भने जस्तो अब हो, अर्काको हेरेर पनि गर्नुपर्छ भन्ने चाहिँ सोच भएकोहरूले यो किर्दासकोहरू, घिम्तीकोहरू चाहिँ पिन्थलीको देखेर यो थिलवर्गहरू राजमा रोप्ने, लसुन रोप्ने व्यवसाय उहाँहरूको चाहिँ जीविकोपार्जनको लागि रोपिरहेकै छन्। र किनबेचको लागि टेन्सन छैन। यहाँ उत्पादन मात्रै हुनुपर्छ। उत्पादन भएपछि मलाई दिनु, म लान्छु, मलाई दिनु, म लान्छु भन्ने मान्छे 100जना मान्छे आइरहन्छ। उहाँहरूले लानुहुन्छ, यहाँ क्यास बेच्दै यहाँ क्यास ल्याउँदै गर्छन्। र सिङको गाउँमा मैले अघि नै भने 2-3 करोडको लागि चाहिँ 180-90 धुरीको चाहिँ आम्दानी मूल स्रोत त्यही हो। तर दर्ता नगरिकन सरकारको चाहिँ सल्लाह नगरिकन आफै उत्पादन गरेको त्यो पनि राम्रै हो। ऊ त कर तिर्नु परेन, उहाँहरूले अब मजाले उत्पादन गर्नुहुन्छ, मजाले बेच्न सक्नुहुन्छ। गाउँबारी आजभोलि यो असोजको महिनामा, यो महिनाभित्रमा चाहिँ सघाउँछ।
मङ्सिरदेखि उखाल्दै बेच्दै उखाल्दै माघमा सिद्धिन्छ। अनि माघ पछाडि तपाईँको प्याज प्रवर्धन भनेर आउँछ। प्याज रोप्ने राजमा रोप्ने हुन्छ। यो दैनिक काम नै त्यही हो। म एउटै नभइकन सिङ्गो गाउँ 180 घरधुरीको सङ्ख्या त्यसो यो माटोमै व्यस्त छ। ल तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। पक्कै पनि नेपालमा केही हुन सक्दैन भन्नेहरूका लागि उहाँ एक ज्वलन्त उदाहरण बन्नुभएको छ। यदि कृषि नै व्यवस्थित तरिकाले गर्ने हो भने आम्दानी धेरै हुन सक्छ भन्ने कुरा पुष्टि भएको छ। त्यसैले हामी पनि आफ्नै ठाउँबाट व्यवस्थित कृषि पो गर्ने हो कि विदेश जानु छोडेर, होइन त?